नमस्कार सेवारो गुड मर्निङ। आज पुस 19 गते हिउँ झर्न थालेको दृश्य यहाँलाई देखाउँदै पाथी भएर मन्दिरको दर्शन गराउँछु ल। हेर्नुहोस्, आज पुस 19 गते शनिबार 100-200 श्रद्धालु भक्तजनहरू आउनु भएको छ दर्शनमा। कोही फर्किँदै हुनुहुन्छ, कोही आउँदै हुनुहुन्छ। विशेष चाहिँ आजबाट मैले विगत 1-1.5 महिना अगाडिदेखि हिउँ पर्छ भन्दै थिएँ। भर्खर आज मङ्सिर 6 गते पछिको फेरि आज पुस 19 गते हिउँ झर्न थालेको छ पाथिभरा क्षेत्रमा। यहाँलाई हिउँ झर्दै गरेको दृश्य अनि पाथिभरा देवीको दर्शन गराउँछु। अनि पुरानो 101 वर्षको पुरानो घन्टी सुनाउँछु ल। घन्टी पनि चिसोले ठ्याङ गर्न थालेछ। गुरु दर्शन ल, देवीको दर्शन गर्नुहोस्। खुलेको मौसम भन्थे सधैँ, आजदेखि छोपेको मौसममा यहाँलाई देवीको दर्शन गराउँछु। पाउको दर्शन गर्नुहोस्। परमेश्वर भगवान् रक्षा गरिदिनुहोस्। कृपया पाथिभरा देवीको दर्शनमा आउँदै हुनुहुन्छ भने अब चाहिँ न्यानो भएर आउनु हुन आग्रह गर्दछु, अनुरोध गर्दछु। आजबाट पाथिभरा मन्दिर क्षेत्रमा हिउँ झर्न थालेको यहाँहरूलाई मैले दृश्य देखाउँदै मूल उत्पत्ति स्थानको दर्शन गर्नुहोला। दुःख गरेर आएर आफ्नो सबै मनोकाङ्क्षा पुरा गरिदिनुहोस् भनेर ढोग्ने ठाउँ म यहाँलाई सधैँ देखाउने गर्छु, देखाइरहन्छु। सकुन्जल, कोक्रो, अखण्डद्वीप यहीँबाट हेर्नुहोस् ल। अखण्डद्वीप अब हिमाल त छैन, आज त छोपेर हेर्नुहोस् न। हिमाल छैन आज। श्रद्धालु भक्तजनहरू हेर्नुहोस् मजाले बाक्लो गरी चाहिँ परेको छैन, तर पनि आज 2082 साल पुसको 19 गते शनिबारको बिहान 8-8:30देखि हिउँ झर्न थालेको यहाँलाई दृश्य मार्फत देखाउँदै पाथिभरा देवीले हामी सबैको रक्षा गरून् भन्दै कृपया पाथिभरा देवीको दर्शनमा आउँदै हुनुहुन्छ भने न्यानो भएर आइदिनु हुन अनुरोध गर्दै यहाँ सबैजनालाई नमस्कार।